विवाह छ त हुँदैन, समलिङ्गी विवाह हुँदैन। म्यारिज गर्ला नि कसैले, म्यारिज विवाह त फरक हो नि। कसैले म्यारिज गर्छ भने गरोस्, तर विवाह चाहिँ हुँदैन। विवाहको लक्ष्य भनेको सन्तति उत्पादन गर्ने हो। त्योभन्दा बाहेक होइन। यदि समलिङ्गीबाट सन्तान जन्मिन्छ भने हाम्रो भन्नु केही छैन। समलिङ्गी विवाह पनि शब्द मिल्दैन। सम्झौता गरेर कसैले घरमा गएर बस्ला, कसै एउटा बुढी मान्छे पाल्न अर्को मान्छे गएर बस्ला, त्यहाँ फरक कुरा हो। त्यो सेवा गर्ने रक्षा कुरा हो। तर विवाह त्यसमा भन्न मिल्दैन। हाम्रो वैदिक साहित्यमा मिल्दैन। र हाम्रो संस्कारले, हाम्रो नेपाली सभ्यताले, नेपाली संस्कारले, हामीले मौलिकताले त्यो दिँदैन। त्यसरी नदिने कुराहरू कसैले गर्यो भने त्यसलाई कसरी परिभाषा गर्ने भन्ने कुरा आयो। विवाहको परिभाषाभित्र पर्दैन। अब प्रेमको परिभाषामा पर्ला, भोलि बुढेसकालमा चाहिँ संरक्षण गर्ने उद्देश्यले पर्ला, त्यो विवाह हुँदैन। त्यो सम्झौता हो। सम्झौता गरेर को मान्छे सम्झौताको बिचारमा बस्न सक्छ, विवाह भन्न मिल्दैन। ब्रह्माजीले सृष्टि गर्नुभयो, मान्छे भएन भनेर हामीले इतिहास पढेका हुन्छ। अब समलिङ्गी भएपछि मान्छेको सृष्टि हुन्छ हुँदैन? प्रश्न त्यो हो। भगवान्ले सृष्टि गर्नु वा सृष्टि नै बन्द हुन्छ त कसैले के भगवान्को कुराहरू? त्यो नि विवाह भनेको रतिक्रिया गर्ने उद्देश्यले विवाह गरिन्छ, र त्यो गरेपछि सन्तान जन्मिन्छ। त्यो भएन भने त्यो विवाह हुँदैन भन्ने आर्य सिद्धान्त। कल्याण, विश्व कल्याणलाई सन्तान वृद्धि गर्ने भन्छ। विवाह त्यसको लागि मात्रै गरिन्छ। विवाह मोज वस्तुको लागि गर्ने होइन, सन्तान उत्पत्तिको लागि गर्ने भने। अब समलिङ्गीमा बिहे गर्दा सन्तान हुन्छ हुँदैन, त्यो विवाहभित्र पर्छै पर्दैन त्यो।